आजको यस एपिसोडमा हामी जानेछौँ टेपु दरबार रेस्टुरेन्ट। एकदम नै टिपिकल नेवारी खाजा सेट ट्राई गर्नेछौँ र यस सुन्दर दरबारमा हामी हाम्रो दिन बिताउनेछौँ। यस ठाउँको बारे सम्पूर्ण जानकारी पाउनको लागि कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। आउनुहोस् सुरु गरौँ। नमस्ते सबैजनालाई स्वागत छ हैन। अनि आज चाहिँ म चाहिँ खोकनामा छु। अनि खोकना चाहिँ अब तपाईँलाई थाहा नै छ होला, खोकना चाहिँ नेपालको एक सबैभन्दा प्राचीन र ऐतिहासिक बस्ती हो हैन। अनि खोकनामा सबैभन्दा प्रसिद्ध मन्दिर तपाईँलाई थाहा पनि छ, सिकाली मन्दिर मेरो बायाँपट्टिमा रहेको छ हैन। अनि म चाहिँ आज कहाँ छु भन्दाखेरि चाहिँ आज म चाहिँ टिपु दरबारमा छु, देख्न सक्नुहुन्छ हैन। काठमाडौँमा चाहिँ अहिले एकदमै यो धुवा धुलो प्रदूषण लास्टै बढेको छ क्या। अनि त्यही भएर चाहिँ मौसमै खासै राम्रो देखिँदैन क्या। आज चाहिँ हाम्रो सिकाल जाने पनि प्लान थियो होइन, सिकाल जाने प्लान थियो। मौसम यस्तो धुम्म क्या, घाम पनि लागेको थिएन, एकदम धुम्म भएर चाहिँ हामीले चाहिँ त्यहाँ गएन। मसल गीत गाउँदैछ हेर्नु, ब्याकग्राउन्ड लास्टै दामी छ क्या। मलाई ठाउँ चाहिँ मन पर्यो होइन। म चाहिँ रोमन दाइलाई चाहिँ म थ्याङ्क यू भन्न चाहन्छु। मलाई रोमन दाइले यो ठाउँ सजेस्ट गर्नु भएको हो। लाज नमानी बोल जीवनको बाका तिमीलाई नै थाहा छैन के भन्छौ मलाई। यहाँ चाहिँ बार्बिक्यू गर्ने ठाउँ पनि रहेछ क्या, बार्बिक्यू मेसिन पनि रहेछ होइन। सेको हाल्न ठिक छ, आज नाम सेकोमा। अनि मैले अघि थाहा पाएँ चाहिँ भित्र पनि बस्ने ठाउँ रहेछ क्या। यसो कटेजमा बस्न चाहनुहुन्न भने चाहिँ यहाँ भित्र पनि बस्ने ठाउँ रहेछ। यसरी यसो हेरौँ न होइन, यसरी ट्याक्क लगाएर यहाँ रेस्टुरेन्ट जस्तै यहाँ भित्र पनि बस्ने ठाउँ छ होइन, ट्याक्क लगाएर ल। सो हामीले चाहिँ भित्र होइन नेवारी खाजा सेट 5 जना हामी अर्डर गरिसक्यौँ होइन। उहाँले बनाउने हुनुहुन्छ, म बनाएको पनि म खिच्छु होइन। अनि अहिले चाहिँ हामी टिपु दरबार यहाँ भयो, हाम्रो टिपु दरबार यहाँ भयो भने यसको ठ्याक्कै अगाडि चाहिँ दामी खालको पिपल बोर्ड छ, चौतारी छ होइन, त्यसरी बस्ने बनाएको छ। यहाँनिर मन्दिर छ होइन, एकदम दामी छ। हामी चाहिँ यहाँनिर तक्लाएर आएर गीत सिट गाएर जामअप गर्दैछौँ होइन। उतापट्टि चाहिँ हाम्रो खोकना भयो होइन, अनि यो टिपु दरबार। त्यसपछि कस्तो बाइक गयो यार। अनि उता गयो भने चाहिँ हाम्रो सिकाली चौर, उता नि सिकाली चौर छ होइन। मलाई ठाउँ चाहिँ मलाई राम्रो लागेको छ होइन। मैले फुड ट्राई गरेको छैन, ठाउँ चाहिँ राम्रो लागेको छ। तब मैले आइएम जेनरली स्पिकिङ होइन, तपाईँहरूलाई चाहिँ आनन्द ठाउँ स्पेन्ड गर्न मन छ होइन। शीतल पिस हो हल्ला भन्दा अलि बाहिर होइन, के सहरको हो हल्ला भन्दा अलि बाहिर आएर तपाईँलाई शान्त ठाउँ चाहिन्छ भने चाहिँ यहाँ आउनु सक्नुहुन्छ। सो हामी चाहिँ अहिले यहाँ टिपु दरबारभित्रको छौँ होइन, भित्र छौँ। अनि यहाँ चाहिँ हामीसँग दाइ हुनुहुन्छ, यहाँको हाम्रो ओनर दाइ हुनुहुन्छ। उहाँसँग एउटा छोटो कुरा गरौँ भनेर होइन। नमस्ते दाइ। नमस्ते भाइ। हजुरको स्वागत, हजुरको शुभ नाम? सिजन डङ्गल हो। अनि हजुरले मेरो भिडियोमा स्वागत छ। अनि हामी हजुरको यहाँ टिपु दरबारमा आएको ठाउँ निकै राम्रो लाग्यो दाइ होइन। हामी खासमा सिकाल जाने प्लान थियो, अनि मौसम निकै धुम्म भएर हामी चाहिँ अब यस्तो कतै गएर खाजा खाऊँ न भनेर चाहिँ आएको थिएँ। मेरो साथीहरूलाई मैले लिएर आएको थिएँ होइन। अनि हजुरले कति भयो खोल्नु भएको? यो लगभग 4 वर्ष भयो। 4 वर्ष भइसक्यो। मणिकालको यो बाटो हिँड्नाले चाहिँ मैले अस्ति मैले नोटिस गरेको थिएँ होइन, तर कहिले पनि छिन्ने मौका चाहिँ मैले पाएको थिएँ होइन। आज आयो होइन। हामी चाहिँ यहाँ चाहिँ टिपिकल नेवारी खाजा सेट ट्राई गर्न आएको दाइ होइन। अनि टिपु दरबार राख्नुको मिनिङ चाहिँ के छ दाइ, यसको ठाउँको बारे चाहिँ? अब यसो हाम्रो टिपु दरबार रेस्टुरेन्टको राख्ने अब मेन कारण चाहिँ अब हाम्रो यो यहाँनिर चाहिँ अब टेबु ख भन्छ, खोकनाको नाम चाहिँ टेबु ख। हजुर। अनि टेबु खको ख हटाएर चाहिँ अनि हाम्रो दरबार जस्तो बनाएको, दरबार जस्तो हजुर। पछाडिको बिल्डिङ हेर्नु, पछाडिको ठ्याक्क दरबार जस्तो छ नि त, टेबु दरबार राखेको। हजुर ठिकै छ। अनि अब न्यु इयर पनि आउँदैछ दाइ होइन। अब न्यु इयरको लागि चाहिँ यहाँ के अफरहरू छ कि के कार्यक्रमहरू के गर्नुहुन्छ कि ईदको बेला? छ हाम्रो ईदमा 31 गरेर 1 गते हाम्रो हजुर लाइभ म्युजिक छ। हजुर। ड्रिम स्टिङ भन्ने बिहान बुङ्गोमोटीबाट। हजुर बुङ्गोमोटीबाट हाम्रो हरेक नयाँ वर्ष ईदमा चाहिँ हुन्छ, लाइभ म्युजिक चाहिँ राखिरहेको हुन्छ। हजुर हजुर। अनि बाटो चाहिँ अलिकति अफरोड टाइपको छ, तर तपाईँले गुगल म्यापमा हेर्छौँ भने चाहिँ आउँछ। हाम्रो पनि गुगल म्याप हेरेर आएको टिपु दरबार भनेर। हाम्रो पेजमा अब टिपु दरबार रेस्टुरेन्ट सर्च गरेर आयो भने हजुर त्यो म्याप हेरेर आउन सकिन्छ। सो अब हामीले अघि दाइलाई खाजा अर्डर गरिसक्यौँ होइन, नेवारी खाजा सेट। अनि अब हामी त्यो खानेछौँ, अनि त्यसपछि देखाउनेछौँ। दाल धेरै धन्यवाद। धन्यवाद भाइलाई पनि यहाँसम्म आएर छोटो मिठो हजुर हजुर हाम्रो आज हामी साथीहरू सबै उनीहरू चाहिँ महमार्ने नेवार उनीहरू सबै नन नेवार हो क्या। ठिकै छ। अब नेवारहरूको अब डिस्प्ले ट्राई गराइदिउँ न भनेर होइन। ट्राई ल हस् दाइ धेरै धन्यवाद। धन्यवाद हस् दाइ।
गाइस हाम्रो यहाँ नेवार खाजा आइसकेको छ हैन एकदमै धेरै डिसहरु छ हैन खाउँ जस्तो लागिसकेको छ सुरुमा यो रहेको यो चाहिँ हाम्रो चिउरा बजी भनिन्छ नेवारीमा चाहिँ चिउरा अनि यो चाहिँ हाम्रो जला भनिन्छ क्या त्यो बफको काँचो मासु हो हैन यो चाहिँ छाला मात्रै हुन्छ अनि यो चाहिँ कचेला कचेला यो जला यो कचेला यसमा चाहिँ यो किमा हो बफ किमा तर काँचोमा हुन्छ अनि त्यसपछि यो बफ सोइला अनि यो आलु साग अनि यो बफको भुटन यो अनि काँचो अचार अनि त्यसपछि यो ड्याकुला ड्याकुला भनेको चाहिँ बफको मासुलाई चाहिँ पकाएको हुन्छ अनि यो बारा यो चाहिँ हाम्रो जिब्रो अनि कलेजो सबै मिक्स गरेर बनाएको हुन्छ अनि यो अन्डा अनि यो सेपु मिर्चा हैन यो सेपु मिर्चा अनि यो भटमास अदुवा अनि यो चाहिँ छ्याङ हो छ्याङ चाहिँ हो त छ्याङ हामी खाँदैनौँ अहिले हामीले भिडियो बनाएर राखेको हो हैन खाँदैनौँ सब हामी खानेछौँ मिक्स गरेर खाउँ न पुरा यो ड्याकुला म खान्छु यो ड्याकुलासँग मिक्स गरेर खाउँ न उयो यो पकाएको मासु मलाई यहाँको छोरा चाहिँ दामी लाग्यो सुरुमै छोरा चाख्ने चाहिँ दामी लाग्यो ड्याकुलालाई त्यसरी राख्यो क्या यसरी राख्यो ट्याक्कला र यसो गर्ने अनि यो चाहिँ हाम्रो पर्ने चिसो हुन्छ क्या यो चिसो भइसक्यो चप्छ ल मजा अन्डा खायो म चाहिँ पकाएको अन्डा खाँदैछु पुरै नखाने किन भने सुक्छ मन पर्दैन किन गाइस यहाँ हेर्न सक्नुहुन्छ उसिनेको अन्डा विथ बेसार नुन मसला हालेर चट्ट बनाएर ल्याएको छ मिठो छ है अनि यो चाहिँ यो चाहिँ किमा के यो कचेला किमा खाइहेरौँ ल कस्तो हुँदो रहेछ यो चाहिँ किमा के किमा बफ सोइला किमा हो के पकाएको किमा यसो गर्ने के हो यो बफ सोइला यो काँचै हुन्छ पकाएको हुँदैन नपकाइ खाउँ न पुरा गर्नु पुरा गर्नु साग खाऊ साग साग खानु जिन्दगीमा काँचो मासु पनि खायो मिठो चाहिँ मिठै रहेछ बाला खाऊ म चाहिँ प्रायः जस्तो साग तरकारी खाएर हुन्छ मासु खाँदैन उयो पनि खान यो चाहिँ काँचो अचार चिरासँग बेस्ट हो यो गाइस म चाहिँ अचार लबर होइन है सो र पनि म खाँदैछु मलाई चाहिँ मनपर्छ भुटन चिउरा अचार एकदम मिठो छ मुला मिसाएको छ गाजर मिसाएको रहेछ अरू धनियाँ यति सबैमध्ये बेस्ट चाहिँ के लाग्यो मलाई सबै मिठो छ भुटन दामी लाग्यो छोइला पनि दामी लाग्यो अनि यो के भन्छ यसलाई के भन्छ डाकुला डामुडा ड्याकुला ड्याकुला डाकुला पनि दामी छ अचार ड्याकुला र चिउरा त बेस्ट कम्बिनेसन सागलाई पनि भन्दैन न कसैले साग त सबै लाग्यो उसले पनि छिटो छ तर छोइला दामी लाग्छ तिम्रो नानी यो यस्तो जुसी हुन्छ नि हैन दामी है यसभित्र के हुन्छ अरे बोन म्यारो हैन बोन म्यारो हुन्छ मेरो सबैको केही न केही बनाउनु चाहिँ जानेको क्या है यो ट्राई हो भने त बारा बारा चिसो भएछ यार बारा चिसो यसलाई म चाय भएर खाइदिन्छु गा प्यानकेक जस्तो हुन्छ होला जस्तो लागिरहेको मलाई प्यानकेकको डुप्लिकेट यो तर खासमा बारामा मेन खाने भनेको चाहिँ यो ड्याकुलाको झोल हालेर खाना यस्तो मिठो कम्बिनेसन हुन्छ ड्याकुला झोल छ जेसँग नि कम्बिनेसन हुँदैन सकिरहेको लिनु ल आज जिन्दाबाद नेवारी तरकारी नेवारी बारा चसला चसमा बारा चस चस भएन एकछिनमा ओइ यसले त हान्दिहालेछ यहाँ चसै हाल्छ यहाँ चस ठोका चस नेवारी बारा चाहिँ एकदम मिठो छ मिठो हुँदैछ नि यो चाहिँ कालो मासु दालको भयो अर्को चाहिँ त्यो मुसुरोको भन्छ क्या सेतो छ त यसलाई यसो छ यो हाम्रो मासुको बोक्रा कालो हुन्छ नि त्यसलाई पानीमा धेरै बेरसम्म भिजाएको हुन्छ बोक्रा निस्किन्छ बोक्रा माथि माथि तरिन्छ तरिन्छ बोक्रा फाल्छ नाइस यार हेल्दी रहेछ मासु
अनि सबै आइटम क्या सबै आइटम मिक्स गरेर खाउँ न सबै यो के हो अरे अचार अचार थोरै हाल आलु हाल एकछिन है ल हाल्दो त आलु एउटा मात्रै हाल्दौ न सबै आइटम हाल्नु मलाई बुझ्नु हाल्नु नि यो के हो भुटान भुटन यो साग होइन म यति अलिक कसै अचार किन यो गाह्रो छ मलाई बर्फास होइन हाल्ने सबै अब त्यो हाल यो पनि हाल्ने यो खाउँ पनि किन हाल्ने ओए अब यहाँ बाह्र हुनुपर्छ क्या यहाँ बाह्रमा रोल गरेर एक घाँस ल त्यो चुरा हाल्ने चुरा अब मिठा होला त्यो तिम्रो प्लेट बन्यो होला तिमी त मुखबाङ भिडियो गर हौ भरे आम्मामा एकै गाँसमा त्यत्रो अब चाहिँ चबाउन सक्छौ सबै त्यहाँ छ तर मिठो कम्बिनेसन हुन्छ दाग गयो होइन भटमा भटमा मैले त खानै बिर्सेको उसले खाएको यहाँ ल हाम्रो चाहिँ लगभग सकिन लागेको छ पिरो भयो अरे दामी पिरो भयो पिरो भयो तर मिठो सुरुमा पिराउँदैन तर खाएपछि बिस्तारै पिरो पिरो गाडिने खालको के हुन्छ नि सो ल हामीले यहाँ खाइसक्यौँ होइन खाद्यमा पनि क्लिन भइसकेको छ अनि यो चाहिँ हाम्रो त्यो कच्ची लाएर त्यो जला चाहिँ अलिक बढी भयो अनि खान सकेन हामीले राखेको छौँ प्याकिङको पनि व्यवस्था छ है सक्नु भएन भने कस्तो भयो हो दामी दामी बेस्ट लाग्यो मलाई चाहिँ अब कस्तो मजा स्पाइसी पर्छ नि त त्यही भएर बेस्ट लाग्यो छोइला अनि अर्को के अरे त्यो ग्रेभी भएको ग्रेभी ड्याकोला बेस्ट अनि तिमीलाई डेभिडलाई मलाई चाहिँ त्यति मध्येमा चाहिँ 12 एकदम मिठो लाग्यो अनि त्यसपछि भुटन अनि मुलाको अचार दामी थियो अनि तपाईँहरू आउन सक्नुहुन्छ यहाँको नेवारी डिसेस चाहिँ मलाई एकदम दामी लाग्यो किन भन्दाखेरि सुरुमा खाँदा चाहिँ कस्तो पिरो हुन्थेन तर खाएपछि एकछिनपछि पिरो आउने क्या सो अनि बिन्तालाई चाहिँ कस्तो लाग्यो नेवार खाजा ए विनिताको फेभरेट विनिता मलाई चाहिँ छोइला र त्यो अर्को वाला क्या ड्याकोला ओ माई गॉड अनि डेभिडको डेभिडको चाहिँ के हो फेभरेट डेभिडको फेभरेट के हो डेभिड मलाई 12 मिठो लाग्यो ओ माई गॉड यस्तै मिठो मिठो तिम्रो खाजा 12 सुन आएन जो 12 मिठो लाग्यो ए उसको भएको छैन नि मलाई चाहिँ एकदम मिठो लाग्यो नेवारी खाजा ट्राई गर्न पाएँ एकदम मिठो छ आहा शीतल छ अरे बाहिर चाहिँ एकदमै शीतल छ क्या देख्छ हरियो छ होइन एकदम दामी छ मेन चाहिँ आज घामै लागेन क्या 4 बजिसकेको छ खासै आज घामै अलिअलि लागिरहेको छ घामै लागेन होइन तपाईँहरूलाई डेटिङ पिकनिक घुम्नलाई होइन अब जस्तै न्यु इयरहरूको लागि अघि दाले पनि भन्नुभयो होइन न्यु इयरको बेला चाहिँ न्यु इयरमा चाहिँ हाम्रो यहाँनिर लाइभ पर्फर्मेन्स रहेछ होइन तपाईँ आउन सक्नुहुन्छ अनि बिदाको समयमा तपाईँहरू यदि सिकालीमा आउने हुनुहुन्छ भने चाहिँ सिकाली नजिकै छ होइन त मैले लोकेसन हालिदिन्छु म होइन त्यही हो आउन सक्नुहुन्छ के भन्न चाहन्छु होला भन कस्तो लाग्यो मन्न सम्पन्न सबै भयो हाम्रो दिनै यहाँ भिडियो नि दिनै यहाँ भिडियो भनेको क्या यहाँ बस्दा अब यस्तै खालको नयाँ नयाँ ठाउँहरू म एक्सप्लोर गर्ने नै छु होइन तपाईँलाई यदि मन पर्यो यो भिडियो मन पर्यो भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि कमेन्ट पनि गर्नु भएन कमेन्ट गर्नु होला होइन नेक्स्ट चाहिँ तपाईँहरूलाई हामी कहाँ जाउँ जस्तो लाग्छ होइन कमेन्ट गर्नु होला हामी जानेछौँ भिडियो हेर्दै गर्नु होला मन परेर सब्सक्राइब गर्नु होला आजको लागि यति नै सी अनि नेक्स्ट भिडियो अनि टेपु दरबारको लोकेसन चाहिँ अब आउँछ है त सुरुमा तपाईँ एकान्नकुण्ड आउनुहोस् एकान्नकुण्डमा तपाईँले गायत्री पेट्रोल पम्प देख्नुहुन्छ गायत्री पेट्रोल पम्पबाट हामी राइट लाग्नुपर्ने हुनेछ अनि त्यसपछि हामी सरर आउँछौँ त्यसपछि हामी पुग्नेछौँ नखुर चोकबाट नि तपाईँ दायाँ बायाँ कहीँ नमोडिकन सिधै भैँसबारीको उकालो चढ्नुहोस् बाटो लामो र फलाएको भएको हुनाले चाहिँ मस्तले आउन सक्नुहुन्छ अनि अलिकति माथि गइसकेपछि हामीले देख्छौँ भैँसबारीको आवास गेट हामी हेर्नेछौँ मात्रै छिर्ने छैनौँ अनि सरर जान्छौँ त्यसपछि हामी यहाँबाट राइट लाग्नुपर्ने हुन्छ ओहो क्यामराम्यानले भिडियो बन्द गराइरहेछ अनि तपाईँले यहाँ देख्नुहुन्छ येल्लो कलरको नेपाल भिडियो प्राधिकरण यहाँबाट हामी राइट लाग्नुपर्ने हुनेछ यहाँबाट पनि सरर होइन मन्टी क्वार्टर हेर्दै हामी जानुपर्छ थोरै अगाडि गइसकेपछि हामी एउटा पिपल बोर्डमा पुग्छौँ पिपल बोर्डको अगाडि रहेको छ के मार्ट होइन के मार्टको हामी सिधै तल ओह्रालो झर्नेछौँ अनि ओह्रालो अलिक लामो छ अनि सरर गइसकेपछि अनि अलि अफरोड आउँछ अफरोड पनि हामीले यो कटिसकेपछि हामी यो चोक आउँछौँ क्यामराम्यानले क्यामेरा घुमायो अनि यहाँबाट हामी राइट लाग्ने होइन राइट लाग्यो भने हामी सिकाली पुग्छौँ केटाहरू गयो
त्यहाँबाट राइट गयो भने चाहिँ हामी सिकाली पुग्नेछौँ होइन हामी चाहिँ यहाँ सिधा जानेछौँ सिधा सरर जानुहोस् अब यहाँबाट चाहिँ तपाईँ कहीँ पनि नमोडिनु सिधै गइराख्नु होइन यो मस्तले यहाँ अलिकति अफरोड छ अलिकति लामो छ बाटो गइराख्नुहोस् यो बाटो आइपुग्छ यहाँनिर 3टा बाटो हुन्छ हामी यहाँ चाहिँ राइट लाग्नुपर्छ यहाँनिर स्ट्रबेरी फार्म लेखा हुन्छ हामी यहाँ राइट लाग्नुपर्ने हुन्छ अनि तपाईँले देख्न सक्नुहुन्छ टेपु दरबार ल हामी टेपु दरबार पुगिसक्यौँ अनि मजा गरेर आइसकेँ तपाईँहरू चाहिँ अब जानुहोस् अनि भिडियोलाई चाहिँ लाइक गर्नुहोस् च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि लास्टमा भनेको डु भिजिट टेपु दरबार रेस्टुरेन्ट है त